यतिको भएपछि किन नगाउला र पछिहरू साथीहरू खानामा चाहिँ है खानै रुच्दैन भने गर्मीले होला है के भएको मलाई मात्र त्यस्तो कि तपाईँहरूलाई नि त्यस्तो गर्मीले खानै नरुचेर म त खाली पिरो अमिलो मात्र के गर्नु पहिला कति खाना खान्थ्यो एक राइस कुकर खान्थ्यो है अहिले त है साथीहरू मेरो चाउचाउ चाहिँ यतिको भयो म चाहिँ कहिले चाहिँ है यतिको भएपछि पुरै भेजिटेबल हालेर खान्छु अब के गर्नु खाना रुचेन गर्मीले यस्तरी खाने है दबाईहरू नि यसरी खानुहोस् चाउचाउ अनहेल्दी पर्छ बट के गर्नु आएको सही साथीहरू यतिको भयो अब अलिकति बाबुलाई निकाल्छु चाउचाउ नरल अनि मसला हाल्छु यसको मसला स्पाइसी देखाउँछु हजुरहरूलाई यो मेरो आजको खाना यता छ कोक चाहिँ मैले कपमा हालेको किनभने बाबुले देख्छ क्या मागे गर्छु सो पिए है एकदम गर्मी छ साथीहरू लेमन दिन्छु म बाबुले चाहिँ यता उसले पनि चाउचाउ नै खाना खाँदैन नपोख है छोरो जुस यसरी खाइन्छ अब हातमा हाल न अन गर्नुहोस् ल फर्स्ट बाइट खाइ ल अरे पछि बक्सर सिमी वेट मैले खान्छु बाबा मैले इन्जोय गरेर खान्छु हजुरहरू पनि यसरी नै इन्जोय गर्नुहोस् खानुहोस् अनि कमेन्ट लाइक फलो गर्न चाहिँ नबिर्सिनुहोस् है साथी हो ब्याक टु ब्याक आउँछ फेरि है अहिलेको लागि बाई बाई म बाबुलाई पनि खुवाउँदै खान्छु यता हाई गर्नुहोस् तर हाई गर न चुप्प गर्नुहोस् मेरो छोराको कि सबैजनालाई